हेलो गाइज, गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। आज धेरै दिनको बादमा फेरि पनि आएँ। आज सन्डे, त्यो भएर मेरो छोराहरू घरमा हुन्छ, अन्त चाहिँ भिडियो बनाइदिन्छ। त्यही भएर चाहिँ म फेरि आएँ। अन्त म चाहिँ भर्खर उठिसकेपछि चाहिँ पानी पिएर चाहिँ त्यहाँदेखि चाहिँ चिया बनाएँ। त्यहाँदेखि चाहिँ सार्थकसँग एकछिन त खेल्नु पायो है, नभए त यस्तो बदमास भइसकेको छ कि के भन्नु र। अब यहाँनिर हेर्नु, यहाँ खटारा चाहिँ यहाँ छरेर हेर्नु सामानहरू। यो कसले छरेको यस्तो? यहाँ त यहाँ दुनियाँभरको खेलौना हुँदाखेरि पनि हातमा चाहिँ के बोकेर हिँड्छ? दाजु चाहिँलाई फुट्नुको लागि गुड मर्निङ भन्देऊ। यहाँनिर देखाउ, यहाँ यता आऊ, यता। अरे बाफ्रे, के गरेको त्यस्तो? बाहिर चाहिँ कस्तो राम्रो भइरहेछ, घाम लागेर हो, घाम लागिरहेको छ, राखिरहेको छ हो। कस्तो राम्रो भइरहेछ हो। ए बदमास, हजुर भन। यहाँ हेर्नुहोस् त बदमासको काम। के गर्नु भएको? पिरो भयो? पिरो के पिरो भयो? के काकु? कहाँ बसेको तिमी? यता निस्क। कहाँ रहेछ? ए यो देखेछ नि त। अब डर लाग्दैन? लाग्दैन डर? ल साबास। लु यता यता ऊ खेलाउन सबै टिपा। यहाँ ल यता सबै त खेलाउनहरू उठाएर हाला। अन्त जाउँ, सबै खेलाउनहरू उठाएर हाला। हातले उठाएर त्यहाँनिर ब्यागमा हाला। लु केटाहरू भगवान्, सानैदेखि है। यहाँनिर यस्तो देख्नु हुँदैछ होइन। अब म फटाफटी काम गरेर चाहिँ फेरि म तपाईँहरूसँग भेट्छु होला है। लु यतिको चाहिँ मिलाइसकेँ मैले चाहिँ हो। अब एकछिनको लागि हो, फेरि अब नानीहरूले यत्तिकै बनाइदिइहाल्छ हो। अब सफिलले आएर पूजा गर्छ, सफिलको ड्युटी हो बिहानको पूजा गर्ने चाहिँ। के भयो? के भयो? एकैछिन मात्रै हो। अब यो खेलाउनाहरू सबै उठाउनुपर्छ खै। यहाँ आऊ, यहाँ कहाँ गयो? लु यहाँ यो अब यहाँनिर हाल्नुपर्छ। यहाँ लु एक कुरा टिपेर लु उठाऊ, यसरी यहाँ। गुड बोय। लु हाल त छिटो। लु हालिदेऊ। लु छिटो। यसला काम गरेको है। मजाले काम गर्यो। ल हालिदेऊ, छिटो उठाएर हालिदेऊ। अब यो राखौँ न अन्त। यहाँ यहाँ पनि छ, सोफाको पछाडि पनि छ। जाऊ त टिपेर आऊ, त्यहाँ पनि छ। अब यो राखिदिउँ ल।
खोल्नु यो खोलिदिनु लु फेरि पनि छर्ने लु मैले नानीलाई पनि चिटिक्क बनाइदिएको छु है यता हेर त मेरो छोरालाई छोरी जस्तो लाग्छ कि लाग्दैन कमेन्ट्स गरेर भनिदिनु होला यसरी उयसमा उयो राख गुड गुड लु पानी पिऊ बसेर पिउँछ पानी लु चप्पल खै भाइको चप्पल खै भाइको चप्पल यहाँ जाइ गर यहाँ जिउ गर भाग्यमानी हुनु ज्ञानी हुनु ल नमस्ते कसरी गर्छ नमस्ते भगवानलाई नमस्ते कसरी होइन लु डान्स गर्दै लु डान्स गर्दै डान्स गर्दै डान्स Au au au. Au. Nha au au au. Au au. हेर्नुस् है गाइस मेरो छोरा चाहिँ यस्तो डरलाग्दो भइसकेको छ है नटी भइसकेको छ के चाहिँ गर्नुपर्ने होला अबे लड्छ हेर्नुस् है यहाँनिर यस्तो नटी भइसकेको छ कि यो काले केटा चाहिँ यो
आजको दिन चाहिँ मेरो यसरी नै गयो साथीहरू। अन्त यो सन्डे चाहिँ हो नानीहरूको लुगा धुँदा त्यहाँदेखि घरहरू सफा गर्दा ओर्दा हत्तु भएर चाहिँ आजको दिन यसरी नै बित्यो। तपाईँहरूको कसरी बित्यो? सन्डे त सबैको त्यही नै हो है। अन्त अब चाहिँ चिया नै छ हातमा हो। त्यहाँबाट स्वप्नीले चाहिँ चटपटी मिठो चटपटी बनाइरहेछ हो। अन्त त्यो चटपटी र चिया खाएर चाहिँ एकछिन मुभी हेर्छु हो। त्यहाँबाट मुभी हेरिसकेपछि चाहिँ फेरि बेलुकाको सुरु हुन्छ हो। मेरो चाहिँ दिनहरू यसरी नै बित्छ। अन्त तपाईँहरूको चाहिँ कसरी बित्छ कमेन्ट गर्नुहोला हो। नानीहरूसँग साह्रो पर्छ नि त है। अन्त चाहिँ र पनि म चाहिँ यसो टाइम पास हो त्यो भएर चाहिँ भिडियो बनाउँछु। यहाँनिर हेर्नु न फेरि ए के गरिदिएको यस्तो हो। यहाँ के गरेको यस्तो के गरेको यहाँ हेर्नु न छरिदिएर सबै छरिदिएर दामी भएछ खै म पनि टेस्ट गरौँ। स्वप्नीले चटपटे चाहिँ दामी बनाउँछ दामीमा यम्मी बा यहाँ त कति यस्तो भइसक्यो। 3 पल्ट लुगा फेर्नुपर्छ दिनमा 3 पल्ट। के भयो अब चाहिँ बाई बाई सबैजनालाई फेरि नेक्स्ट भिडियोमा भेटौँ होला ल।